हामी पुँजीवादलाई घृणा गर्छौं तर भित्रभित्रै रेमिट्यान्स र विदेशी कमाईलाई पूजा गर्छौं। वर्ल्ड बैंकको 2023 को स्ट्याटिस्टिक्स अनुसार 37% अफ नेपाल्स जीडीपी रेमिट्यान्सदेखि आउँछ। लगभग 2024 कै डाटा हेर्ने हो भने लगभग 3000 नेपाली हरेक दिन देश छोडेर एकदमै क्यापिटालिस्ट कन्ट्रीका नामबाट कहलिएका देशहरू जुन छन्, गल्फका केही कन्ट्रीहरू, युरोप, अमेरिका, अस्ट्रेलिया जस्ता देशहरू जान्छौं। अझै नेता आत्मनिर्भर नेपालको फुस्रा भाषण गर्न छोड्दैनन्। त्यस्तै केही राजनीतिक दलहरू त पश्चिमा पुँजीवाद भन्ने शब्दलाई भजाएर नै राजनीति गरिरहेका छन्। उनीहरूको दल निर्माण गरिरहेका छन्, चुनाव जित्दै आइरहेका छन्। उनीहरूका हरेक भाषणमा पश्चिमा पुँजीवाद भनेर घुसाइन्छ, त्यही कुरा जनतालाई बुझाइन्छ। तर उनीहरूका नै छोराछोरीहरू पढ्नलाई त्यही क्यापिटालिस्ट कन्ट्रीहरू नै जाने गर्छन्, त्यतै गएर सेटल हुने गर्छन्। नेपालले रेमिट्यान्सदेखि एक्सपोर्ट, टुरिज्म र फरेन एड भन्दा धेरै पैसा पाउँछ। तर कोही नेता, कोही पनि नेपाली हामी यो मान्न तयार छैनौं कि हामी स्ट्रक्चरली ग्लोबल क्यापिटलिजममा